इस कार्यक्रम का प्रायोजक मालती जनरल स्टोर एंड सप्लायर्स, शहीद गेट, धनगढ़ी। सामाजिक अभियन्ताका रूपमा स्थापित ओम जोशी र उनकी सहयात्री उर्मिला पन्त दाम्पत्य जीवन सफल बनाउन श्रीमान श्रीमतीले एक अर्काको अस्तित्व स्वीकार्नुपर्छ भन्ने कुरामा एकमत राख्दछन्। न कुनै भेटघाट न कुनै देखादेख, माघे विवाह गरेका यी सहयात्री एक अर्कालाई मान सम्मान दिनुका साथै एक अर्कालाई एकदमै धेरै प्रेम र विश्वास पनि गर्दछन्। जीवन जिउने कला जानेका यी सहयात्री 2 सन्तानका धनी पनि छन्। फराकिलो सोचका साथ सामाजिक अभियानमा लागि परेका यी सहयात्रीका कुरासँग आउनुहोस् हामी पनि साक्षात्कार बनौं। दर्शकबिन स्वागत छ, नमस्कार। कार्यक्रम सहयात्रामा र भर्खरको प्रस्तुतिबाट यहाँहरूले थाहा पाइसक्नु भएको होला आजको हाम्रो अतिथि को हुनुहुन्छ भनेर। आजको हाम्रो अतिथि एकदमै प्रेरणादायी हुनुहुन्छ। आउनुहोस् स्वागत गरौँ दुवैजनालाई संयुक्त रूपमा। स्वागत छ दुवैजनालाई कार्यक्रममा। यहाँलाई धेरै धेरै धन्यवाद। एसएस टेलिभिजनलाई यो सहयात्रा कार्यक्रममा हामीलाई बोलाइदिनु भयो, यसको लागि पुनः आभारी पनि छौँ। अहिले हालसालै केमा बिजी हुनुहुन्छ दुवैजना? काम दुवैजनाको एउटै छ, फिल्ड एउटै छ, पालै पालो भन्दा हुन्छ बरु। यस्तो छ, म निकै लामो समयदेखि यो नागरिक समाज संस्थाहरूमा आबद्ध भएर काम गरिरहेको छु। योभन्दा पहिले म नेपाल सरकारको जागिरे पनि हो, अनि केही लामो समयसम्म पत्रकारिता पनि गरियो। त्योभन्दा बढ्ता व्यस्त चाहिँ म अहिले यही नागरिक समाज सङ्घ संस्थाहरूमा आबद्ध भएर मिडिया र सिभिल सोसाइटी अर्गनाइजेसनको सकिन्छ प्रयासमा अब यो नेपाल सरकारलाई चाहिँ त कसरी चाहिँ त सहयोग गर्न सकिन्छ, गभर्मेन्टसँग इन्गेजमेन्ट कसरी बढाएर नागरिकका आवाजहरूलाई कसरी बढीभन्दा बढी सम्बोधन गर्न सकिन्छ भन्ने लेभलमा एउटा सानो परियोजना छ, पारस्परिक जवाबदेता परियोजना। म त्यसमा काम गर्दैछु अहिले। के पाउनु भएको छ गरिरहँदा तपाईँले? गभर्मेन्ट र यो चाहिँ गैर सरकारी संस्थासँगको कोअर्डिनेसनले जुन काम गरिराख्नु भएको छ, पारदर्शिताको कुरा गर्नुभयो, कस्तो छ अहिले? स्वाभाविक रूपमा एकदमै राम्रो कुरा राख्नुभयो यहाँले। अलिकति के छ भन्दाखेरि यो नागरिक समाज सङ्घ संस्थाहरू र सरकारी निकाय बिचको एक प्रकारको तादात्म्यता नमिलेको, एकले अर्कालाई चाहिँ त अलिकति आलोचना बढी गर्ने, त्यसको राम्रो पक्षलाई चाहिँ त अलिकति त्यो मिनिमाइज गरे जस्तो अवस्था छ। जस्तो नागरिक समाज सङ्घ संस्थाहरूको पारदर्शिताको बारेमा चाहिँ त उहाँहरूले प्रश्न उठाउने, अनि सरकारी निकायमा पनि अब पारदर्शी ढङ्गले क्रियाकलापहरू हुँदैन, कामहरू हुँदैन, अलिकति काममा झिजो मान्छन्, काम टार्ने प्रयास हुन्छ भन्ने खालको अभियोग उहाँलाई पनि लागिरहेछ। बुझाइ सँगसँगै जुन चाहिँ सरकारी निकायले दिने परिणामहरू जो हामीले खोजिरहेको हुन्छ, नागरिक समाजले खोजिरहेको हुन्छ, खै त तपाईँहरूको काम कारबाही कतिको पारदर्शी छ भनेर हामी खोजिरहेको हुन्छौँ, बोलिरहेको हुन्छौँ। यसमा चाहिँ तपाईँले परिणाम चाहिँ कस्तो देख्नु भएको छ उहाँहरूबाट आउने कुराहरू? एकदमै होइन, सकारात्मक परिणामहरू छ। जस्तो तपाईँको यसले नै व्यवस्था गरिदिरहेछ, सरकारी निकायहरूले आफूले सम्पादन गरेका काम कुराहरू चाहिँ त हरेक 3 महिनामा चाहिँ त सार्वजनिक गर्नुपर्ने, वेबसाइट मार्फत होस् कि अन्य सूचना मार्फत पनि होस्, होइन, त्यो कुराहरू हरेक यो सार्वजनिक निकायहरूले चाहिँ त तपाईँको सूचना अधिकारी नियुक्त गर्नुपर्ने, तोक्नुपर्ने कुराहरू। अनि त्यसैमा आएर अहिले चाहिँ यो सूचनाको हकको प्रयोगको कुराहरू आयो। यसले गर्दाखेरि चाहिँ त तपाईँको स्वाभाविक रूपमा सूचनाहरू माग्न लिन दिन त्यो सहज भयो। एउटा त त्यो अलिकति उहाँहरूको काम कुराहरू त्यहाँबाट पनि झल्किन्छ। अनि दोस्रो कुरा के भयो भन्दाखेरि संविधान पनि यति धेरै व्यवस्था गरिदिरहेछ कि भनौँ न लगभग आम नेपाली जनताले अधिकारको लडाइँ अब लड्नु पर्दैन, त्यो संविधानमै भएको व्यवस्था हो, जसलाई चाहिँ त कार्यान्वयन गर्नको लागि स्थानीय तह, प्रदेश र सङ्घले आफै सक्छ। आम नागरिकले चाहिँ सूचनाको हक सम्बन्धीको जुन कुरा छ त्यसलाई चाहिँ टेकेर चाहिँ उहाँहरूले आफूले खोजेको कुराहरूलाई चाहिँ चाहेको कुरा लिन सक्ने अवस्था चाहिँ छैन, किनभने आम नागरिक त्यो पहुँचमा छैनन्। सञ्चार माध्यमका केही मिडियाकर्मीहरू बाहेक यो किन यस्तो हुन नसकेको, जनसम्पर्क त्यहाँसम्म किन नपुग्न सकेको? त्यसलाई दुईवटा कारणले हेर्न फरक पाटोबाट चाहिँ हेर्नुपर्ने हुन्छ। एउटा त कस्तो भन्दाखेरि नागरिक सचेत भयो भने, आफ्नो अधिकारको बारेमा सचेत भयो भने उसले चाहिँ त सूचना माग्ने, नागरिकले चाहिँ बोल्ने मात्रै भयो कि यो पारदर्शी भयो होइन, त्यो अलिकति चेतनाको लेभल चाहिँ नपुग्या हो। किनभने उहाँलाई चाहिँ त हामीले अधिकारको बारेमा भनौँ न त्यस्तो खालको स्कुलिङ भएन, सचेत गराउन सकेनौँ। मेरो अधिकारी हो, मैले राज्यबाट यो सेवा सुविधाहरू उपभोग गर्न पाउँछु भन्ने जानकारी नै नहुनु एउटा समस्या भयो। र अर्को कुरा कस्तो भयो भन्दाखेरि जानकारी भएको मान्छेले पनि होइन किन यो बवालमा लागिरहने, किन झन्झटमा लागिरहने, अब मेयरसँग, उपमेयरसँग अथवा वार्ड अध्यक्षसँग या मन्त्रीसँग मेरो सम्बन्ध बिग्रिन्छ, सचिवसँग मेरो सम्बन्ध बिग्रिन्छ, जसले जेसुकै गरोस् मलाई व्यक्तिगत रूपमा अप्ठ्यारो परेको छैन भन्ने एक प्रकारको नैराश्यतावादी सोचले पनि त्यो भएको हो। स्पष्ट रूपमा ऐनमा नै त्यो लेखिएको छ, कारण सहित सबै कुरा। जस्तो
जस्तो अब कुनै नागरिकले माग्न खोज्यो भने सरकारी निकायको पनि एउटा बुझाइ के छ भने मिडियालाई मात्रै यी कुराहरू चाहिँ सर्भाइभ गर्नुपर्छ, उनीहरूले मागेका कुराहरू मात्रै दिनुपर्छ भन्ने थिङ्किङ मैले देखिरहेको हुन्छु कि प्रायः। त्यो कर्मचारी तन्त्रको एउटा मनोविज्ञान पनि हो। जस्तो के हुन्छ भन्दाखेरि राज्य कहिले पनि रक्षात्मक अवस्थामै बस्छ होइन। अब सकेसम्म हाम्रो बारेमा अरूले जानकारी नराखिदिउन्, हामीले जे कुराहरू गर्छौँ आफ्नै उसमा गरोस्, अरूहरूको पनि सहभागिता नहोस् भन्ने एक प्रकारको मनोविज्ञान हो। र त्यसको लागि उहाँहरूलाई मात्रै दोष दिएर पनि हुँदैन। कतिपय चाहिँ त्यस्तो खालको पनि मतलब भनौँ न कर्मचारीहरू हुनुहुन्छ, सेवामा प्रवेश गर्नुभएको छ, जसलाई चाहिँ त्यो संविधानमै भएको व्यवस्था अथवा ऐनमै भएको व्यवस्था पनि जानकारी नहुने, र कतिपयलाई चाहिँ त सूचना अधिकारी म नै हो भन्ने समेत थाहा छैन। अनि सूचना माग्न जाँदाखेरि खै मलाई थाहा छैन, हाकिम साहबलाई सोध्नुपर्छ भन्ने। यहाँ चाहिँ केमा व्यस्त हुनुहुन्छ? हामीले धेरै कुरालाई लम्ब्याए जस्तो लाग्यो। म पनि यस्तै हजुरको अहिले यो ट्रेनिङहरू सम्बन्धी काम भइरहेछ हाम्रो अफिसमा पनि होइन, यस्तै भोकेसनल ट्रेनिङहरू। अनि अब पढ्न नसकेर त्यसै बसिरहेका युवाहरू बेरोजगार त्यस्तोहरूलाई हाम्रो संस्थाले ट्रेनिङहरू दिइरहेछ होइन। ठाउँ ठाउँमा गएर तपाईँको अछाम बझाङ यता टिकापुरतिर धेरै ठाउँमा चलिरहेछ हाम्रो ट्रेनिङहरू। कस्तो कस्तो ट्रेनिङ दिनुहुन्छ यहाँहरूले? उहाँहरूलाई हामीले तपाईँको हाउस वायरिङ सम्बन्धी, ब्युटिसियन, वेटर सम्बन्धी, अनि यस्तो प्लम्बरको अब अहिले जुन मार्केटमा आवश्यकता छ त्यो सम्बन्धी ट्रेनिङहरू दिन्छौँ उहाँहरूलाई। अनि ट्रेनिङको अवधि 3 महिना 6 महिना यस्तो हुन्छ। अनि त्यसपछि त्यसको स्किल टेस्ट गरेर सिटिभिटीबाट अनि उहाँहरूलाई प्रमाणपत्र दिएर नै राख्छौँ। अनि त्यसपछि उहाँहरूलाई अब रोजगारमा पनि लगाइदिन्छौँ हामीले, यतै गर्ने भएपछि होइन। यदि बाहिर जाने भएपछि त्यो प्रोसेस पनि हामीहरूले गरिदिन्छौँ। आफूले गर्न सक्यो भने आफूले गर्यो, अनि गर्न सक्दैन भने तपाईँहरूले माध्यम जुटाइदिनुहुन्छ। हजुर, यहाँबाट अन्त्य गर्न चाहन्छ भने त्यसको लागि पनि तपाईँहरूले पहल गरिदिन्छौँ। हजुर, यी त भयो अब तपाईँहरूको अब दिनचर्याको कुराहरू, तपाईँहरूले काम के गर्नुहुन्छ भनेर। अब जाउँ यहाँहरूको व्यक्तिगत कुरातिर। बिहानको दैनिकी चाहिँ के हुन्छ तपाईँको? बिहान उठेदेखि साँझसम्मको? बिहान उठेदेखि अब महिलाहरूको त घरमा होइन, उठ्नुहुन्छ प्राय म 4:30-5 यस्तैमा उठ्छु सधैँ होइन। बिहान उठ्ने अब त्यो त नुहाउने धुने त्यही काम हुन्छ बिहान। त्यसपछि आफ्नो घरमा पूजाआजा अनि बच्चाहरूको लागि खाजा बनाउने, खाना बनाउने यस्तै काममा हुन्छ। त्यसपछि अफिस आउने चटारो हुन्छ। अनि घरमा मेरो बुढो सासू पनि हुनुहुन्छ 84 वर्षको होइन। अनि उहाँलाई पनि मैले टाइम दिनुपर्ने हुन्छ, उहाँको लागि खाजा खाना सबै कुरा बनाउने। त्यसपछि आफू अफिसतिर आउने, केटाकेटीहरूलाई पठाउने, फेरि साँझ घर आउने, त्यसपछि फेरि अझ उही खाना सबैलाई हेर्ने खुवाउने, अनि त्यसपछि काम भ्याएर बल्ल अनि त्यसपछि तपाईँले आराम गर्नुहुन्छ। तपाईँको दैनिकी चाहिँ के छ? मेरो दैनिकी पनि त्यस्तो नै हो। स्वाभाविक रूपमा कस्तो भन्दा त्यो उहाँले भनिदिए झनै राम्रो हुन्थ्यो। म अलिकति ढिलो उठ्छु, त्यो एउटा। अनि ढिलो उठेर पनि भनौँ न अब सामान्यतया घर आएपछि काम धन्दामा सक्दो सहयोग चाहिँ त मैले पनि गरिरहेको हुन्छु। जस्तो मलाई त्यो भन्दा सङ्कोच हुँदैन, त्यो झाडु पोछा गर्ने काममा मैले सघाइरहेको हुन्छु। कहिलेकाहीँ तरकारी बनाइदिने, केलाइदिने कुराहरू, बारीबाट चाहिँ तरकारी ल्याउने कुराहरू होइन, अथवा चाहिँ त अन्य चाहिँ ओछ्यान मिलाउने कुराहरू, त्यसमा चाहिँ त स्वाभाविक रूपमा मेरो पनि इन्भल्भमेन्ट हुन्छ। तर उठ्न चाहिँ त अलिक अल्छी गर्छु, ढिलो उठ्छु। त्यसपछि तपाईँ आफ्नो काममा जानुहुन्छ? त्यस पछाडि म आफ्नो काममा जान्छु। काममा चाहिँ हामी दुइटै सँगै निस्किन्छौँ। हामीसँग सवारी साधन पनि एउटै छ, एउटै मोटरसाइकल युज गरेर हामी दुवै आफ्नो कार्यालयको लागि हिँड्छौँ। र फर्किँदाखेरि हामी सँगै फर्किन पाउँदैनौँ, किनभने आफ्नो समयअनुकूल फर्किने हो। र त्यस पछाडि पनि त्यही प्रक्रिया दोहोरिन्छ, खाना बनाऊ यताउति, अनि नानी बाबुहरूको होमवर्क चेक गर होइन, उनीहरूले के गरे कस्तो गरे। त्यसमा मैले भन्दा बढ्ता ध्यान उहाँले दिनुहुन्छ, म अलिकति अल्छी गर्छु। यति सब कुराहरू म्यानेज गर्न चाहिँ कसरी गर्नुहुन्छ तपाईँहरू? घर अफिस सबै कुरा, बच्चा बच्चीहरू, कतिको गाह्रो अप्ठ्यारो हुन्छ? गाह्रो अप्ठ्यारो त अब हुन्छ नै होइन। अब त्यसमा उहाँले पनि मलाई धेरै सपोर्ट गर्नुहुन्छ। हजुर, काम गर्ने सिलसिलामा उहाँले अब अफिसबाट ल्याउने लैजाने होइन, अनि अफिसबाट बजारको केही सामान लग्नुपर्ने त्यसमा पनि उहाँले धेरै सहयोग गर्नुहुन्छ मलाई। अनि अब बच्चा पनि, मेरो बाबु पनि अब ठुलो चाहिँ 10 क्लासमा पढ्छ, उसले पनि मलाई धेरै हेल्प गर्छ। उसले पनि सानो घरमा सघाइदिने कामहरू, भाइको होमवर्क गराउँदाखेरि हेरिदिने होइन गर्छ। अनि सानो करेसाबारी पनि बनाएको छौँ हामीले, त्यसमा पनि टाइम दिनुपर्छ। अनि पानीहरू हाल्ने, गोडमेल गर्ने, सिजन अनुसारको तरकारीहरू लगाउने। प्रायः जसो हामी बजारबाट धेरै कम किनेर खान्छौँ, आफ्नै बारीमा उत्पादन गरेको तरकारीहरू खान्छौँ हामी। स्वास्थ्यको लागि पनि राम्रो। हजुर, अनि फुलबारीहरू पनि अलिअलि लगाउँछौँ घरमा। घरमा फुल भएन भने त्यो राम्रो देखिँदैन अरे क्या घर। जति राम्रो घर भए पनि फुलहरू भएन भने, घरमा केटाकेटीहरू भएनन् भने त्यो घरको सहर नै देखिँदैन अरे कि। त्यही भएर त्यो पनि फुलबारी पनि हामीले बनाएका छौँ। अनि बच्चाले पनि सहयोग गर्छ, उहाँले पनि सहयोग गर्नुहुन्छ। अनि मैले आफै पनि टाइममा उठ्ने, सबै कुरा गर्ने काम गर्छु, त्यही भएर अलिक सहज भएको छ।
भनेपछि समग्र रूपमा तपाईँहरूको पुरै परिवारले चाहिँ एकअर्कालाई सहयोग गरिरहेको हुन्छ, त्यसरी तपाईँहरू सबै कुरा म्यानेज गर्न चाहिँ सक्नुहुन्छ। हजुर हामीले एउटा अलिकति के भन्दाखेरि एउटा संस्कार बसाउने प्रयास गरिरहेछौँ। हुन त अब त्यो हिजोको दिनमा हाम्रो बाजे बराजुहरूले बुवाले पनि गर्नुभएको हो। अलिकति हिजोको दिनमा र अहिलेको दिनमा फरक छ। हिजोको दिनमा के हुन्थ्यो भने पुरुषहरूले पहिले खाना खाने र महिलाहरूले पछि खाने हुन्थ्यो र हामीले अलिकति एउटा नयाँ सुरुवात के गर्यौँ भने एटलिस्ट खाना खाँदाखेरि सबैजना सँगै खानुपर्छ अनि भएको पनि बाँडेरै खानुपर्छ भन्ने खालको भयो होइन। अनि त्यही भएर हाम्रो जस्तो अहिले पनि प्रायोरिटीमा कामको चटारोले गर्दाखेरि कहिलेकाहीँ पहिले आमालाई खाना दिने अनि त्यस पछाडि चाहिँ त अब हामी र नानी बाबुहरू चाहिँ सबै सँगै खाने एउटा त्यो। र अर्को एउटा बानी हामीले के पार्न सुरुवात गऱ्यौँ भने आफूले खाएको सकेसम्म आफै धुँ भने त्यो नानी बाबुहरूलाई अहिलेदेखि नै अभ्यस्त बनाएको छौँ र अलिअलि उहाँले चाहिँ मतलब भनौँ न आफूले सक्दो हलुको खालको लुगाहरू पनि बाबुहरूले चाहिँ धुन्छ ठुलो बाबुले होइन। अनि हामी पनि मतलब भनौँ न यो महिलाले गर्ने काम यो पुरुषले गर्ने काम भन्दा पनि जस्तो अब दुवैजनालाई अफिस जानु छ अन्य कुराहरू पनि गर्नु छ अनि त्यहाँदेखि लुगा धुँदाखेरि सामूहिक रूपमा अब को कसको लुगासँग मतलब भएन त्यसरी गरिरहेछौँ। अनि अघि नै यहाँले एउटा प्रश्न राख्नु भएको थियो कसरी म्यानेज गर्नुहुन्छ। यो खासमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि मान्छेलाई टाउकोमा जिम्मेवारी आयो भने अनेक उपायहरू पनि आउँदो रहेछन् होइन। अब हामी पनि सकेसम्म अब भनौँ न यो वैवाहिक जीवनमा आबद्ध भएर लामो यात्रा गर्ने क्रममा एकले अर्कालाई सहयोग गर्ने हो एकले अर्काको भावनाको सम्मान गर्ने हो भन्ने लेभलमा त्यो कुराहरू गर्दा छौँ। त्यो गरेन भने त समस्या भइहाल्यो नि त त्यसपछि होइन। एकअर्कालाई सहयोग गरेन भने त त्यहाँ त तालमेलै मिल्दैन नि त। त्यसपछि लगभग यहाँहरूको विवाह भएको 15 होइन वसन्त पारै भयो भनौँ अब 16मा लाग्दै हुनुहुन्छ, त्यसको पनि शुभकामना छ अग्रिम यहाँहरूलाई। हजुर यो विवाहको प्रोसेस चाहिँ के थियो यहाँहरूको? मागी विवाह थियो कि प्रेम विवाह थियो? हाम्रो मागी विवाह नै हो म्याम। हजुर हजुर मागी विवाहबाट चाहिँ सुरु भयो जीवनको यात्रा चाहिँ। घरमा पहिला सबैभन्दा पहिला कुरा चाहिँ कसरी आयो तपाईँ कहाँ अब बिहा हुन्छ भनेर? मेरो घरमा अब अलि लामै छ कथा। उहाँको भिनाजु पनि नगरपालिकामा काम गर्नुहुन्थ्यो अनि मेरो भिनाजु पनि नगरपालिकामा काम गर्नुहुन्थ्यो यहीँ धनगढी नगरपालिकामा। अनि त्यसपछि अब मेरो साला छ अनि मेरो साली छ भन्ने कुरा भयो होइन। अनि त्यसपछि त्यसरी अब भिनाजु मार्फत हाम्रो कुरा भएको हो। अनि त्यसपछि त्यो कुरा भएको 2-3 दिनपछि लगत्तै उहाँ हेर्नको लागि जानुभयो। कुरा भयो भिनाजुहरूको कुरा भयो, त्यसपछि तपाईँले चाहिँ कसरी थाहा पाउनुभयो आफूले? भिनाजुले नै चाहिँ हामीसँग कुरा गर्नुभयो यसो यसो छ भनेर। अनि त्यसपछि बुवाले हुन्छ ठिकै छ नि त ल्याएर आउनुहोस् भन्ने कुरा गर्नुभयो। अनि त्यसपछि उहाँहरू जानुभयो। एकैछिन मैले यहाँहरूलाई रोकेँ है। दर्शकवृन्द अहिले हामीहरू कुराकानी गरिरहेका छौँ ओम जोशी र उहाँको श्रीमती हुनुहुन्छ उर्मिला पन्तजी र उहाँहरूको घरायसी कुराहरूदेखि लिएर उहाँहरू के गर्नुहुन्छ र कसरी उहाँहरूको दिनचर्या बितिरहेछ भन्ने कुराहरू यहाँहरूलाई हामीले यहाँनिर राख्यौँ। र यसपछि विज्ञापनपछि उहाँहरूले चाहिँ उहाँको वैवाहिक जीवन चाहिँ कसरी सुरु भयो र फ्युचरमा उहाँले के गर्छौँ भनेर फ्यामिली प्लानिङ कसरी गर्नुभयो र कसरी अगाडि बढ्नुभयो यो कुरा चाहिँ हामी छोटो व्यापारिक विश्रामपछि यहाँहरूलाई देखाउँछौँ। दर्शकहरू स्वागत छ व्यापारिक विश्रामपछि यहाँहरूलाई पनि स्वागत छ दुवैजनालाई। धन्यवाद। अब यहाँहरूको विवाह हुने कुरा सुरु भयो। अब भिनाजुले दुवैजनाको भिनाजुको कुरा भइसकेपछि तपाईँ कहाँ फर्स्टचोटि कसले चाहिँ तपाईँको कानमा पुर्यायो? अब बिहा हुने कुरा भयो अथवा चाहिँ केटाको कुरा चलिरहेछ भनेर? केटाको कुरा चलाउँदा मेरो भिनाजुले नै हाम्रो घरमा कुरा राख्नुभयो, प्रस्ताव राख्नुभयो उहाँले। तपाईँले सुन्नुभयो कि उहाँले घरको फ्यामिलीलाई भन्नुभयो? होइन मलाई पनि सुनाउनु भयो, बुवाहरूलाई सबैलाई राखेर कुरा भयो होइन। त्यसपछि हुन्छ भन्ने कुरा भयो, उहाँहरू आउनुभयो त्यसपछि। अनि त्यसपछि अब केटाकेटी हेर्ने चलन छ होइन। अब देखाभेट भयो हाम्रो। अनि त्यसपछि कुरा अगाडि बढ्यो। एकैछिन यसलाई यहाँनिर रोकिदिउँ। त्यसपछि तपाईँको उता चाहिँ कुरा कसरी आइपुग्यो? यसलाई यसरी लिउँ। उहाँले नै भन्नुभएको चाहिँ स्वाभाविक रूपमा मेरो पनि भिनाजु उहाँको पनि भिनाजु दुवैजना एउटै कार्यालयमा काम गर्ने अनि दुवैजनाको चाहिँ एउटाको त साली जवान एउटाको सालो जवान होइन आवश्यकता थियो बिहे गर्नुपर्ने कुराहरू उहाँले चलाउनु भयो। म चाहिँ त निकै लामो समयसम्म पनि बिहे नगरेर चाहिँ म त बसिरहेको थिएँ र पछि चाहिँ अब त्यस्तो खालको कुराहरू आइसके पछाडि हुन्छ नि त के भएर त्यो आवश्यकता पनि हो भन्ने लेभलमा गयौँ। र अघि नै उहाँले भन्नुभयो हेर्न आउनुभयो तर खासमा हेर्न गएको चाहिँ होइन। एउटा चाहिँ त ब्लेम के ला भन्दाखेरि ल ठिकै छ अब आफन्तहरूले कहिले पनि राम्रै कुराहरू गर्नुपर्छ हेर्नु हुँदैन भन्ने कुराहरू भइरहेको थियो। अनि उता अब भनौँ न अहिलेको माइतीपट्टिबाट चाहिँ के कुरा आयो भने अहिलेको जमानामा केटी हेर्न नआउने मान्छे भने पक्कै अपाङ्गो होला या कुरूप होला भनेपछि मलाई इगो हर्ट भयो। इगो हर्ट भयो। त्यो इगो हर्ट भएपछि लौ त अब चाहिँ क्लियरली जानुपर्छ भन्ने अर्थमा म स्वाभाविक रूपमा चाहिँ त्यहाँ पुगेँ महेन्द्रनगर होइन। मेरो बिहे महेन्द्रनगरमा हो।
अनि म त्यो महेन्द्रनगरमा उहाँहरूको चाहिँ मतलब घरमा भनौँ त्यो बेला हाम्रो बिहे भएको थिएन त्यो घरमा पुग्दाखेरि त्यो घरको जुन खालको वातावरण थियो नि त्यसले चाहिँ म यति प्रभावित भइसकेको थिएँ कि अब म चाहिँ त्यहाँबाट रित्तो फर्किन्न भन्ने खालको तपाईँको त्यो घरको मतलब आँगनबारी फुल अनि त्यहाँदेखि सजाएको गमलाहरू अनि उहाँले चाहिँ परिवारलाई त्यो सदस्यले चाहिँ मान्छेलाई स्वागत गर्ने शैली होइन उहाँहरूको त्यो शिष्टता देखेर मलाई एकदमै त्यो कस्तो लाग्थ्यो भने मैले चाहिँ अब त्यो भनौँ न केटी हेर्नुभन्दा पनि यस्तो खालको फ्यामिली मैले भेट्दैन भन्ने चाहिँ मनमा लागेको थियो पछि स्वाभाविक रूपमा अब मान्यजनहरूसँग चाहिँ कुराकानी पनि भयो होइन र त्यस पछाडि मैले एउटा आँट गरेँ हेर्नुहोस् त्यति बेलाको जमानामा अहिलेको जस्तो मोबाइलको कुराहरू थिएन अब सामाजिक सञ्जालहरू थिएन केही पनि थिएन अनि मैले एउटा आँट चाहिँ के गरेँ भन्दाखेरि भनौँ न अब त्यो के अरे केटी र उहाँको बुवा आमा दुवैजनालाई सँगै राखेर चाहिँ मैले आफ्ना कुराहरू चाहिँ ढुक्कसँग राख्छु र उहाँको पनि केही यदि क्लियरिफिकेसन मसँग चाहिन्छ भने मैले त्यो पनि राख्छु र त्यस पछाडि मात्रै यो कुराहरू ओके गर्नुपर्छ बाहिर हो हल्ला गर्नु हुँदैन भन्ने लेभलमा भयो र उहाँले चाहिँ त्यो आँट चाहिँ राख्नुभयो हुन्छ म आफ्नो बाबा आमासँगै त्यो मलाई हेर्न आउने अथवा मसँग कुरा गर्न आउने केटासँग कुरा राख्छु भन्नुभयो हामी दुईले चाहिँ एक दुईलाई केही कुराहरू सोध्यौँ दुईवटै प्रश्न भयो त्यहाँदेखि चाहिँ त ढुक्कसँग गइयो कति वर्षको हुनुहुन्थ्यो त्यतिखेर तपाईँ उहाँको र मेरो एज डिफ्रेन्स त अलि छ होइन म त्यति बेला 22 वर्षको थिएँ हजुर त्यतिखेर कतिमा पढ्दै हुनुहुन्थ्यो त मैले ब्याचलर सेकेन्ड इयर पढिरहेको थिएँ हजुर कस्तो खालको युवती हुनुहुन्थ्यो त्यतिखेर तपाईँ चुलबुले शान्त कस्तो टाइपको म त चुलबुले त कहिले पनि भएन हजुर शान्त नै थिएँ अनि त्यति बेला म जब पनि गर्थेँ सरकारी स्कुलमा पढाउँथेँ म त्यति बेला हजुर त्यस्तो टाइपको साधारण अथवा चाहिँ अनि पढाइमा चाहिँ तपाईँ कस्तो एकदम अब्बल एकदम साधारण एकदम अब्बल पनि होइन धेरै साधारण पनि होइन ठिक ठिकैको भनौँ ती सबै कुराहरूको प्रस्ताव आइसकेपछि तपाईँको मनले चाहिँ के सोच्यो म तपाईँ बिहा गर्न रेडी हुनुहुन्थ्यो अथवा चाहिँ भनिएर तपाईँले बिहा गर्दै हुनुहुन्थ्यो के थियो तपाईँको त्यति होइन म अब आफू पनि रेडी नै थिएँ भनौँ होइन अब अरूको प्रेसरमा त कसैले पनि गर्दैन अनि अब एउटा चाहिँ के थियो भने जुन ठाउँमा बाबा आमाले दिनुहुन्छ त्यो ठाउँमा चाहिँ म जान्छु होइन भन्ने मेरो उ थियो अब उहाँसँग पनि कुरा गर्दाखेरि सबै कुरा ठिकै थियो राम्रै लाग्यो अनि त्यसपछि मैले हुन्छ भन्ने प्रस्ताव राखेँ आमा बाबासँग जो चाहिँ अब घरको मान्छेले खोजिदिएको व्यक्ति पक्कै पनि घरको आफ्नो आमा बुवाले सन्तानलाई नराम्रो त कसैले पनि चाहँदैन होइन राम्रै मान्छेलाई खोज्ने हो सकेसम्म मेरो छोराछोरीको भविष्य राम्रो होस् राम्रो मान्छेको जिम्मा लागोस् भन्ने हुन्छ जब उहाँलाई तपाईँले भेटिसकेपछि पहिलो संवाद चाहिँ के थियो तपाईँहरूले के कुरा चाहिँ गर्नुभएको थियो एकअर्कासँग पहिलो संवादमा चाहिँ अब मैले अब गाउँमा धेरै अब त्यस्तो घटनाहरू देख्थेँ होइन श्रीमानबाट धेरै पीडित भएको महिलाहरू कहीँ जान नपाउने आफ्नो अब अफिसियल ठाउँमा पनि काम गर्दाखेरि त्यही अफिसियलै मान्छेसँग पनि कसैले नराम्रो सम्बन्धको कुरा गर्ने होइन त्यस्तो गरेर महिलाहरू साह्रै पीडित भएको बिहेपछिको जीवन यस्तो हुन्छ भन्ने धेरैबाट सुन्थेँ होइन सुन्दाखेरि आफूलाई पनि खै कतै आफूलाई पनि त्यस्तै पर्ने हो कि जस्तो लाग्ने मैले सुरुमा नै उहाँसँग त्यही प्रस्ताव मैले क्लियर गरेँ त्यो कुरा हजुर उहाँले के भन्नुभएको थियो उहाँले पनि मलाई राम्रै कुरा भन्नुभयो किनभने म पनि एउटा अफिसमा काम गर्ने मान्छे तिमी पनि एउटा अफिसमा काम गर्ने मान्छे तिम्रो पनि साथी सङ्गी होलान् होइन मेरो पनि होलान् र एकले अर्कासँग कुरा गर्दैमा त्यो नकारात्मक सोच्ने त्यस्तो सोच्ने चाहिँ तिमीमा पनि आउनु भएन ममा पनि आउनु भएन भन्ने कुरा गर्नुभयो अनि त्यसपछि म चाहिँ प्रश्न तपाईँ आफू चाहिँ कन्भिन्स हुनुभयो अनि तपाईँ चाहिँ साँच्चै तपाईँ क्लियर हुनुभएको थियो उहाँको कुराबाट एकदमै उहाँले भनेको कुरा स्वाभाविकै हो उहाँलाई बढ्ता चासो के थियो भन्दाखेरि नि विवाह पछाडिको जनजीवन चाहिँ त त्यति सहज हुँदैन कतिपय त्यस्ता घटनाहरू छन् दृष्टान्तहरू छन् श्रीमान श्रीमतीको बिचमा एक प्रकारको असमझदारी हुने होइन विवाह नै टुक्रिने खालको त्यस्तो खालको विखण्डन हुने कुराहरू चाहिँ हुन्थे त्यो चासो उहाँले राख्नु भएको थियो अनि मैले चाहिँ के गरेको थिएँ भन्दाखेरि मैले बढ्ता चासो के राखेको थिएँ भन्दाखेरि मलाई त्यो शब्द अझै पनि याद छ र हामीले त्यो पहिलो दिनको संवाद हुँदाखेरि मैले यही सर्ट लगाएको थिएँ मैले जुन म्युजियममा राखेको सर्ट हो है आज मात्रै म इन्टरभ्यूको लागि लगाएर आएको र बिफोर आई गट म्यारिड मैले 2 वर्ष पहिले लिया सर्ट हो नि अनि मैले चाहिँ एउटा प्रश्न उहाँलाई के राखेको थिएँ भन्दाखेरि मसँग निरोगी शरीर र अहिलेको लागि चाहिँ त स्नातक पासको एउटा सर्टिफिकेट बाहेक मसँग अरू प्रपर्टी केही पनि छैन होइन यो निरोगी शरीर र त्यही सर्टिफिकेटको आधारमा मेरो अस्थायी जागिरको भरमा चाहिँ त यदि हुन्छ ओके हुन्छ भने हुन्छ होइन यदि होइन त्यस्तो खालको छैन भोलि मलाई यस्तो खालको गाडी चाहिन्छ अथवा मतलब भनौँ न घर चाहिन्छ कार चाहिन्छ भन्ने खालको भने म चाहिँ त्यसको लागि असमर्थ छु मसँग छैन भनेको थियो जसले गर्दाखेरि हाम्रो अहिलेसम्मको जर्नी चाहिँ एकदमै सुखद रह्यो किनभने कसैले कसैलाई केही लुकाउने कुराहरू भएन अनि अर्को कुरा मैले उहाँलाई के गरेको थिएँ भन्दाखेरि हामी सबै बेला श्रीमान श्रीमती हुने अथवा पारिवारिक हुने होइन तपाईँको आफ्नो स्वतन्त्र व्यक्तित्व मेरो आफ्नो स्वतन्त्र व्यक्तित्व हो त्यसरी चाहिँ त जानुपर्छ र एकले अर्कालाई सम्मान गर्नुपर्छ भन्ने लेभलमा कुरा गरेको थिएँ र मलाई चाहिँ एकदम मैले अघि नै पनि भनिदिइहालेँ होइन त्यो पारिवारिक इन्भाइरोमेन्ट नै यस्तो खालको थियो कि म स्वतः चाहिँ कन्भिन्स भएको थिएँ
तपाईँ त्योबाट धेरै प्रभावित हजुर, हो, हो। हुनुभयो अब यस्तो सम्बन्ध यस्तो व्यक्तित्वहरूसँगको रिलेसन चाहिँ मैले गुमाउनु हुँदैन भनेर चाहिँ तपाईँ कन्भिन्स भइसक्नु भएको थियो र अर्को कुरा पनि देखेँ मैले जस्तो मतलब भनौँ न अब त्यो पछिबाट थाहा पाएको होइन मतलब आफन्तले कुरा गर्दाखेरि अब त्यति बेला त्यो सानो नै एज हो घरमा चाहिँ बुवा आमा दाइ भाउजू सबै हुँदाहुँदै पनि उहाँले चाहिँ सर्भिस गर्दै हुनुहुन्थ्यो सरकारी जागिरी हुनुहुन्थ्यो पढ्दै पनि हुनुहुन्थ्यो होइन त्यस्तो खालको जिम्मेवारी वहन गर्न सक्ने मान्छेसँग त स्वाभाविक रूपमा जीवनयात्रा अगाडि बढ्छ भन्ने चाहिँ त मलाई चाहिँ लागेको थियो कि किनभने उहाँलाई त्यो जिम्मेवारी बोध थियो नि त हो त्यसले गर्दाखेरि बढ्ता प्रभावित थिएँ त्यो विवाहभन्दा अगाडि त्यो जतिखेरसम्म हेर्न गइसक्नु भएको थियो त्यतिखेरसम्म तपाईँको उमेर चाहिँ कति थियो म त्यही 27 कति रन गरिरहेको थिएँ 27 28 नै हो 28 नै रन गरिरहेको थिएँ अनि त्योभन्दा अगाडि पनि कस्तो भन्दाखेरि फेरि म धेरैसँग रिलेसनसिपमा पनि थिएँ त्यो कुराहरू मैले लुकाउनु हुँदैन र मैले उहाँसँग पनि सेयर गरेको हो किन भन्दाखेरि एक्लो जीवन थियो होइन अनि त्यहाँदेखि त्यो मेरो जागिरी जीवनमा त्यस्तै खालको थियो अलिकति आकर्षक नै थियो होइन अनि अरूहरूसँग पनि रिलेसनसिपमा थिएँ रिलेसनसिपमा भन्दाखेरि कस्तो भन्दाखेरि नि त्यो भनौँ न अब हाँस्ने बोल्ने एक प्रकारको चाहिँ त मतलब त्यो आदर्श सम्बन्ध चाहिँ त थियो होइन तर कसैलाई बिहे नै गरिहाल्छु भन्ने खालको त्यस्तो चाहिँ थिएन र पछि आए पनि जो साथीहरूसँग तपाईँको सम्बन्ध चाहिँ राम्रो थियो राम्रो थियो एकदम त्यो थियो र त्यो कुरा चाहिँ पछि मैले उहाँलाई पनि सेयर गरेँ होइन मसँग यस्तो खालको मतलब भनौँ न फिमेल साथीहरू पनि हुनुहुन्छ होइन अब त्यो कुराहरू चाहिँ सकियो त्यस्तो छैन भन्ने लेभलमा हामी प्रश्न तपाईँ आफू चाहिँ एउटा युवा चाहिँ कस्तो प्रकारको युवा हुनुहुन्थ्यो त्यतिखेर मेरो चाहिँ त एउटा दुईवटा स्वभावहरू अब मैले यो सार्वजनिक रूपमा मतलब कतिको व्यक्त गर्न मिल्छ मिल्दैन होइन म अध्ययनमा सबभन्दा बढ्ता रुचि राख्छु मलाई अलिकति पनि फुर्सद हुने बित्तिकै टोल छिमेकमा कहाँ के भइरहेछ मलाई ती कुरासँग कहिल्यै लेनदेन हुँदैन म कार्यालय गयो कार्यालयबाट फर्केर आएपछि मैले किताब समातेँ पढ्यो होइन मलाई चाहिँ त्योभन्दा बढ्ता दायाँ हुँदैन एउटा थियो अनि अर्को कुरा अलिकति घुम्न रुचाउने मान्छे र स्वाभाविक रूपमा एउटा त्यो सेन्स अफ ह्युमर हुन्छ नि त्यो चाहिँ मतलब भनौँ न सौन्दर्य चेत भएको भन्ने के भन्ने अलिकति कहीँ हाँस्नुपर्छ रमाउनुपर्छ रमाइलो गर्नुपर्छ भन्ने खालको हो त्यसले गर्दाखेरि कहिलेकाहीँ चाहिँ त हाम्रो बिचमा ठाकठुक पनि पर्छ जस्तो मतलब भनौँ न अब मैले चाहिँ मलाई आज फल्ना ठाउँमा चाहिँ कुनै महिलालाई चाहिँ जिस्काइदिएँ भन्यो भने मैले त्यो कुरा चाहिँ उहाँलाई सेयर गरिदिन्छु मैले आज फल्नालाई यसो जिस्काइदिएँ यस्तो खालको प्रतिक्रिया सोध्न सक्नुहुन्छ त्यसपछि ल अब बिहा हुने भन्ने कुरा पक्का पक्की भयो केटाकेटीको कुरा मिल्यो अब चाहिँ त्यसपछि कुरा त्यो भइसकेपछि इङ्गेजमेन्ट भयो कि के भयो त्यसपछि इङ्गेजमेन्ट भएन म्याम हाम्रो इङ्गेजमेन्ट भएन अब सिधै अब त्यो हाम्रो यो चलनमा कोसेली लग्ने चलन भन्छन् होइन त्यो कोसेली आयो हाम्रो जनै सुपारी गर्ने भन्छन् के त्यही कोसेली आयो अनि त्यसपछि त्यो बिहे पनि ठ्याक्कै हाम्रो एक हप्तामै त्यो कुराकानी भएको एक हप्तामा बिहे भयो हजुर त्यसपछि जब उहाँको घरमा तपाईँ अन्मिनु भयो उहाँको घरमा गइसक्नु भयो उहाँ चाहिँ कतिजना सदस्य हुनुहुन्थ्यो त्यो घरमा ठुलो थियो परिवार हाम्रो संयुक्त परिवार थियो तिनै ससुराहरू एउटैमा हुनुहुन्थ्यो हाम्रो ससुराहरू 3 भाइ हाम्रो ठुलो परिवार थियो नन्द देवर सासू ससुरा सबै भएको संयुक्त परिवार थियो विवाह भएपछि स्वत एउटा चाहिँ युवतीको एउटा चाहिँ केटी मान्छेको जीवन चाहिँ परिवर्तन हुन्छ होइन एउटा नौलो घरमा जानु पर्यो त्यहाँ गइसकेपछि आफ्नो उठ्ने बस्ने खाने बोल्ने तरिकादेखि लिएर हरेक कुरा चेन्ज हुन्छ मान्छेको होइन तपाईँले त्यहाँ गइसकेपछि कतिको चाहिँ अप्ठ्यारो भयो के गर्नु पर्यो दोस्रो दिन बिहान कति बजे उठ्नुभयो के गर्नुभयो त्यस्तो सबैको आफ्नो आफ्नो परिवारको एउटा रुल्सहरू हुन्छ नि त त्यस्तो साह्रै अप्ठ्यारो त भएन किनभने माइतीमा पनि हाम्रो अब घरमा बिहानै उठ्ने पूजापाठ गर्ने त्यो चलन हुँदाखेरि होइन त्यही भएर हामी बिहानै उठ्यौँ म बिहानै सधैँ उठ्थेँ पहिला पनि अनि बिहानै उठियो त्यहाँ पनि अब त्यस्तो साह्रै अप्ठ्यारो त भएन उठ्नमा अब काम गर्नको लागि पनि अब आफूले सकेको काम त्यहाँ सबैले गर्ने ठाउँमा गएर हात बटाइयो सबैसँग अनि त्यस्तो खासै अप्ठ्यारो त केही पनि भएन कस्तो वैवाहिक अब केटी उमेरबाट एकैचोटि बिहा गरेर गइसकेपछि के चाहिँ परिवर्तन आउँदो रहेछ कस्तो हुँदो रहेछ मनले के सोच्दो रहेछ मनमा त अलि डर लाग्ने होइन कसले के भन्ने हो कसरी काम गर्ने कसलाई सोधौँ होइन के गरौँ त्यस्तो डर त अब अलिकता मनमा लाग्छ नै अब खासै त्यस्तो डर भएन अब सासूहरू हुनुहुन्थ्यो नन्दहरू हुनुहुन्थ्यो उहाँलाई तपाईँले चाहिँ के अप्ठ्यारो पर्यो अथवा चाहिँ तपाईँलाई आएन भने चाहिँ सोध्नुहुन्थ्यो हजुर सोध्थेँ उहाँहरूको चाहिँ अब तपाईँको फ्यामिलीको फुल अन सपोर्ट थियो तपाईँलाई हजुर उहाँले पनि सपोर्ट गर्नुहुन्थ्यो होला पक्कै पनि उहाँले पनि सपोर्ट गर्नुहुन्थ्यो तर उहाँ त अब बिहे गरेपछि अब उता आफ्नो जागिरी जीवन हुनाले अब गइहाल्नुभयो 3-4 दिनपछि त्यतिखेर कता हुनुहुन्थ्यो सर म त्यति बेला सुर्खेतमा काम गर्थेँ रेडियोमा काम गर्थेँ म अनि उहाँ चाहिँ त्यो टिचिङ गर्ने हामी चाहिँ कसो भन्दा निकै लामो समय एकअर्कादेखि चाहिँ त अपरिचित जस्तै रह्यौँ बिहे भएको चौथो दिन चाहिँ म ड्युटीमा गएँ अनि उहाँको पनि अफिस होइन त्यहाँ स्कुल जानुपर्ने अनि उहाँ पनि हामी छुट्टिएरै बस्यौँ घरमा त्यति लामो समय बसाइ भएन भरे पछाडि चाहिँ त
एउटा तालिमको सिलसिलामा उहाँ नेपालगञ्ज गएको बेलामा अनि अनुकूल पारेर उहाँ सुर्खेत आउनुभयो होइन। अनि अलिकति अलमल्ल हामी दुइटालाई के पर्यो भने अब मैले पनि ठ्याक्कै चिन्ने हो कि होइन होइन, मतलब बसमा आइरहेछ अनि सङ्कटकालको बेला छ, बाटोमा कहाँ बम पड्केला त्यो एउटा खालको थियो। अनि त्यही लगभग उहाँलाई पनि भएछ कि अब त्यो एक दिन मात्रै देखा हो, त्यो पनि दुलाहाको रूपमा होइन, अब त्यही मान्छेलाई मैले बसमा कहाँ भेट्यो भने चिन्न सक्छु कि सक्दैन भन्ने खालको। फोन त थिएन होला त्यतिखेर, होइन ल्यान्डलाइनको जमाना थियो, त्यो पनि मतलब मोबाइल थिएन अनि ल्यान्डलाइनको मतलब थियो, त्यो पनि मतलब कसो भने त्यसलाई एसटिडी कल लाग्ने होइन, त्यो डिस्ट्रिक्टभन्दा बाहिर गर्दाखेरि। अनि अब त्यो फोन गऱ्यो भने अब घरमा मतलब कसको हातमा पर्छ होइन, उसले बोलाइदिने हो होइन, अब अर्को कुरामा चासो लिने हो कि भनेर एक प्रकारको सङ्कोच हुन्थ्यो, त्यस्तो चाहिँ त थिएन। अनि भरे पछाडि पनि हामीलाई समस्या भयो, पछि सुर्खेत छोडेर हामी धनगढी आयौँ होइन। भेट चाहिँ कसरी भयो त सुर्खेतमा? एउटा अनुमानकै भनौँ भने उहाँले नै भन्न सक्नुहुन्छ। म साँच्चै भन्ने हो भने अब उहाँलाई राम्रोसँग मैले हेरेको पनि थिएन कि, अब 2-3 दिनको थियो। अब कतिखेर त्यति बेला बिहाको बेला अलिअलि काम पनि हुने घरमा, यताउता जानुपर्ने होइन, त्यसोसँगै अब धेरै लामो टाइम बसेका पनि थिएनौँ। अनि अब म पनि उता आफ्नो कामको सिलसिलाले महेन्द्रनगर गइहालेँ, उहाँ पनि सुर्खेत जानुभयो। अनि त्यसपछि अब मेरो नेपालगञ्जमा ट्रेनिङ परेर म उता गएँ। अब जाँदा ठिकै छ नि त, 1-2 दिन उता भेटेर आउँ भनेर त्यता सुर्खेततिर गएँ म। अब मैले त्यसपछि एउटा सानो फोटो राखेको थिएँ कि, एउटा फोटो थियो मसँग। मैले भने अब पक्कै नचिने पनि यो फोटो हेरेर मान्छेलाई चिन्नु पर्ला भनेर अनि उहाँलाई मैले खबर त गरेको थिएँ त्यहाँ रेडियो नेपालमा फोन गरेर, यसरी म आइरहेको छु भनेर। उहाँ तर बस पार्कमा आउनु भएको थियो अनि त्यसपछि चिनिहालेँ। कस्तो खालको लुगा लगाउनु भएको थियो, कस्तो गेटअप थियो के याद गर्नुहुन्छ आजभोलि? एउटा सेतो सानो लाइनिङवाला सर्ट लाउनु भएको थियो, मसिनो धर्का भएको, अनि प्यान्ट लाउनु भएको थियो। अनि उहाँले के लाउनु भएको थियो तपाईँलाई याद छ? कुर्ता सुरुवालमा आउनुहुन्थ्यो जस्तो लाग्छ मलाई, कुर्ता सुरुवालमा हुनुहुन्थ्यो, कुर्ता सुरुवालमै हो, निलो कुर्ता सुरुवालमा हुनुहुन्थ्यो। अनि मलाई पनि ठम्ब्याउन कता कता गाह्रो लागिरहेको थियो होइन, किनभने उति बेला त्यो चञ्चल्यो उमेर होइन, अलिकति घरमा अलो भइसकेको बेला भनौँ न। अनि एकजना महिला झरी उहाँ हो कि भन्ने खालको, तर कन्फ्युजन चाहिँ त्यस्तो खालको मलाई पनि भएको हो, तर ठम्ब्याइयो। त्यसपछि भेट भयो अनि त्यसपछि 2-4 दिन त्यहाँ बस्नुभयो, त्यसपछि तपाईँ एक्लै फर्किनु भयो कि उहाँ पनि? म एक्लै फर्केँ। एउटा रमाइलो पाटो छ, हामी कामको सिलसिलामा जहिले पनि मतलब बाहिर हिँड्यौँ, मैले उहाँलाई कहिले पनि कहीँ पनि साथ दिएन। जस्तो सुर्खेतबाट उहाँ महेन्द्रनगर जानुभयो एक्लै, अनि धनगढीबाट काठमाडौँ पहिलोचोटि जानुभयो पनि त्यो एक्लै, अनि भनौँ न नेपालगञ्ज जानुभयो एक्लै, तपाईँको नैनीताल जानुभयो एक्लै, जहाँ पनि एक्लै। उहाँलाई चाहिँ त मलाई श्रीमान छैन र म जान सक्दैन त्यो खालको भएन, त्यो कन्फिडेन्स मैले देखाए भएर। अनि पछि पनि एउटा रमाइलो कथा छ, उहाँ जागिरी जीवनमा चाहिँ त यो बाल संरक्षण अधिकृत हुनुहुन्थ्यो, नेपालगञ्ज उहाँको पोस्टिङ, मेरो धनगढीमा। अनि उहाँ चाहिँ त बाजुरा पनि पुग्नुभयो प्लेन चढेर होइन, र मैले कहीँ कतै पनि साथ दिइनँ। बरु उति बेला सानो बाबुलाई चाहिँ मैले हेरेर बसेँ होइन, एकदमै त्यो ब्रेस्ट बेबीलाई पनि छोडेर उहाँ जानुभयो होइन, त्यो खालको भयो। तर होइन हजुरको साथ नभएर म त फलाना ठाउँ जान सक्दैन भन्ने कहिले पनि आएन। म त्यसको लागि चाहिँ त मतलब उहाँप्रति र भगवान्प्रति नै अनुग्रही छु। त्यही त, उहाँ पनि एउटा चाहिँ परिपक्व मान्छे होइन, सबै कुरा गर्न सक्ने, निडर म जे पनि गर्न सक्छु भन्ने टाइपको त्यो भइसकेपछि तपाईँ चाहिँ फुल अन कन्फिडेन्ट हुनुहुन्थ्यो, उसले चाहिँ आफ्नो काम गरेर आउँछ भन्ने कुरा। फेरि पनि यहाँलाई मैले रोकेँ र हामीहरू कुरा गरिरहेका छौँ अहिले ओम जोशी र उहाँको श्रीमती हुनुहुन्छ उर्मिला पन्तजी। एकदमै इन्ट्रेस्टिङ मोडमा छौँ हामी। उहाँहरूको विवाह भइसक्यो र त्यसपछि चाहिँ उहाँहरूले अब हामी भविष्यमा के गर्ने भनेर चाहिँ कसरी प्लान गर्नुभयो र कसरी अगाडि बढ्नुभयो, यो कुरा चाहिँ हामी यो व्यापारिक विश्रामपछि यहाँहरूलाई देखाउनेछौँ। दर्शकबिन पुनः स्वागत छ दोस्रो व्यापारिक विश्राममा, यहाँहरूलाई पनि स्वागत छ। अब यहाँहरूको विवाहको कुरा च्याप्टर त सकियो होइन, त्यसपछि तपाईँको विवाहपछि चाहिँ सन्तान चाहिँ पहिलो सन्तान कति वर्षको ग्यापमा जन्मिनु भयो अथवा चाहिँ? पहिलो सन्तान त बिहे भएको लगत्तै 1 वर्ष पछि जन्मियो मेरो ठुलो बाबु। पहिलो छोरा, पहिलो बाबु पनि छोरा, कान्छो पनि छोरा। त्यसपछि तपाईँलाई अफिस अनि बच्चा कसरी स्याहार्नुहुन्थ्यो त, कसरी त्यो काम गर्नुहुन्थ्यो? सर फेरि बाहिर? त्यति बेला अब मैले बाबु मेरो पेटमा आइसकेपछि मलाई अलि बेसन्चो पनि भयो। अनि त्यसपछि मैले त्यहाँको आफ्नो स्कुलमा पढाउँथेँ जहाँ, त्यो जागिर चाहिँ राजीनामा गरेँ। अनि त्यसपछि म उहाँसँग नै सुर्खेतमा गएँ, त्यहाँ बसेँ। त्यहाँ बसिसकेपछि अनि मेरो डेलिभरी पछि मैले 2 वर्ष जति ग्याप गरेँ, काम गर्न छोडेँ। अनि त्यसपछि मैले काम सुरु गरेँ। त्यसपछि अब यही गैर सरकारी संस्थाहरूतिर इन्भल्भ भएँ म। त्यसपछि त्यसरी चाहिँ सुरु गरेँ। किनभने अब उहाँसँग बस्दाखेरि परिवारको साथ त त्यति थिएन होला, दुवैजना हुनुहुन्थ्यो, उहाँलाई पनि अफिस जानुपर्ने, कस्तो भयो त्यतिखेर? बुवा बनेको खुसी छ एकातिर अनि उहाँलाई सम्हाल्नु पर्यो, दुवैजनालाई, सन्तानलाई पनि सम्हाल्नु पर्यो, श्रीमतीलाई पनि सम्हाल्नु पर्यो, किनभने उहाँको अवस्था त्यतिखेर त अलिक सेन्सिटिभ हुन्थ्यो नि त।
स्वाभाविक रूपमा अलिकति प्रेसर चाहिँ पर्दो रहेछ। यो के भन्दाखेरि तपाईँको भोगाइबाट हुँदो रहेछ कि हिजोको दिनमा हाम्रो संयुक्त परिवार हुँदाखेरि अलिकति नानी बाबुलाई स्याहार गरिदिनुको लागि हजुरआमा हजुरबाहरूको भूमिका हुन्थ्यो। तर जागिरी जीवनमा हामी बाहिर बस्दाखेरि अब दुवैजना काममा जाँदाखेरि त स्वाभाविक रूपमा गाह्रो भयो होइन। तर त्यति हुँदाहुँदै पनि हाम्रो परिवारमा अनि मतलब भनौँ न मलाई चाहिँ त सहयोग गर्ने दिदीबहिनीहरू पनि हुनुहुन्थ्यो होइन। हामी बजार बसाइ भएको बेलामा उहाँले पनि सपोर्ट गर्नुभयो र अनि मतलब घर परिवारले पनि गर्नुभयो त्यो एउटा। र अर्को कुरा यो खै बाई नेचर के हो होइन, बाबुहरूले पनि चाहिँ मतलब भनौँ मलाई चाहिँ एकदम स्वाभाविक रूपमै आमाकै जस्तो दर्जामा राखेँ होइन। जस्तो मैले अघि नै पनि त्यो प्रसङ्ग ल्याएँ नि, उहाँ बाजुरा जाँदाखेरि त्यो ब्रेस्ट बेबी मसँगै बस्यो होइन, उसले कहिले पनि त्यो आमाको आवश्यकता महसुस गरेन। र अर्को कुरा अनि मामा घरमा गएको बेलामा हजुरबा हजुरआमाहरूले पनि विशेष केयर गरिदिने, त्यसले गर्दाखेरि जसोतसो एडजस्ट गऱ्यौँ। र पछिल्लो चरणमा त कतिसम्म पनि गाह्रो भयो भने हामीले बाबुलाई चाहिँ त्यो उसमा बेबी केयर सेन्टरमा राखेर पनि जागिर गर्नु पऱ्यो होइन। त्यति बेला चाहिँ साह्रै हर्ट गऱ्यो कि एउटा मुख बोल्नै नसक्ने होइन 18 महिनाको बाबुलाई चाहिँ हामीले डे केयर्समा राखेर अनि जागिर गऱ्यौँ। अलिकति दुःखद त रह्यो। तर पछि चाहिँ त आएर त्यो सम्झिँदाखेरि कता कता खुसी पनि लाग्छ, हामीले स्ट्रगल गरेर उहाँलाई चाहिँ त हुर्काउन सक्यौँ होइन। त्यस्तो खालको गाह्रो भएन भन्ने लेभलमा हो। तर सपोर्ट पनि नभएको होइन, पारिवारिक सपोर्ट नभयो भने त हामी त्यसरी काम गर्न पनि सक्दैनथ्यौँ। त्यो खास कुरा के भन्दाखेरि एकले अर्कालाई चाहिँ मतलब बुझेरै त्यति चाहिँ भएको हो भनौँ न। उहाँले चाहिँ त मतलब मलाई चाहिँ विश्वास गर्नुभयो होइन, मेरो अनुपस्थितिमा पनि नानी बाबुहरू केयर गर्न सक्नुहुन्छ उहाँले भन्ने। मलाई पनि के लाग्यो भने ठिकै छ उहाँ कामको सिलसिला बाहिर गएला मैले गरिहाल्छु भन्ने भयो। त्यसरी चाहिँ गरेँ। दुवैजना चाहिँ एकअर्कालाई चाहिँ अन्डरस्ट्यान्डिङ गरेर अगाडि बढ्दाखेरि सजिलो भयो। जे होस् अप्ठ्यारोलाई पनि तपाईँहरूले अँगाल्नु भयो, सँगसँगै त्यो बित्यो। एकअर्कालाई सपोर्ट गर्ने कुरा त छँदैछ। घरमा कतिको सघाउनुहुन्छ भने जस्तो म तरकारी बनाउँछु यो गर्छु त्यो गर्छु भन्नु, खाना के कुराहरू बढी मिठो पकाउनुहुन्छ उहाँले? कहिलेकाहीँ पकाउनुहुन्छ कि सधैँ पकाउनुहुन्छ कि? त्यो त उहाँले नै भन्नुहुन्छ। त्यही उहाँलाई त्यसो अब सधैँ त पकाउनु हुँदैन, अब कहिलेकाहीँ यसो आवश्यकता भएको बेलामा पकाउनुहुन्छ। खाना मिठो पकाउनु। सबभन्दा मिठो चाहिँ के पकाउनुहुन्छ उहाँले? तरकारी। सबैभन्दा मनपर्ने उहाँको हातको चाहिँ तरकारी। प्रायः चाहिँ अब केटा मान्छेहरूले कहिलेकाहीँ नै हो पकाउने। हजुर। अनि मैले पकाएको नि यस्तो मिठो हुन्छ भनेर भन्नुहुन्छ। यसो पनि छ, अब म चाहिँ अब सासू हुनुहुन्छ मेरो आमा होइन, उहाँ चाहिँ भान्सा खानुहुन्छ अनि त्यही भएर म पनि भान्सा नै खान्छु। अनि म अरूले पकाएको खाना पनि खाँदैन। अनि त्यही भएर अब यसो कहिलेकाहीँ मात्र उहाँले तरकारीहरू बनाइदिनुहुन्छ अनि खाना त मैले प्रायः जसो मैले नै बनाउँछु। तपाईँहरूले त्यसपछि दुईजनाले प्लान चाहिँ कसरी गर्नुभयो? अब भविष्यमा हामी चाहिँ यसरी अगाडि बढ्ने, अब तिमी यो गर म यो गर्छु भनेर त प्लान चाहिँ कसरी गर्नुभयो, कसरी कोअर्डिनेसन गर्नुभयो? हामीले एकअर्कालाई हस्तक्षेप चाहिँ त गरेनौँ होइन। जस्तो मेरो पहिलेदेखि नै जोर उहाँसँग के रह्यो भन्दाखेरि अब सरकारी जागिरमा भइरहेको मान्छे स्कुलमा चाहिँ त राम्रो हुन्छ महिलाको लागि होइन। अब भन्ने बेलामा बिदाहरू पनि पाइन्छ, अरू कुराहरू पनि हुन्छ। अब बेलुका अबेरसम्म बस्नु पर्दैन, स्कुल नै नछोड भनेर चाहिँ मैले भने। अनि उहाँले के भन्नुभयो भने होइन मलाई स्कुल चाहिँ त रुचि छैन, मलाई यो गैर सरकारी संस्थातिर काम गर्ने रुचि छ, म जान्छु भनेपछि मैले उहाँलाई प्रेसर गरेन। अनि म पनि स्वाभाविक रूपमा चाहिँ त्यसैमा बढी इन्भल्भ भएँ होइन। त्योभन्दा पनि खास के भने हामीले एकअर्काको रुचिमा चाहिँ हस्तक्षेप गरेनौँ, त्यो एउटा पाटो र अघि नै उहाँले भन्न छुटाउनु भयो होइन। जस्तो अब त्यो यहाँले पनि मलाई त्यो कुराहरू सोध्नु भएन, खाना कहिले मिठो बनाउँछ भनेर। जस्तो उहाँ भेजिटेरियन हो होइन, उहाँले माछा मासुहरू खानुहुन्न होइन। तर पनि उहाँले बनाएको माछा मासु खाने अब हामी कहाँ गेस्टहरूको चाहिँ ताती नै लाग्छ होइन। त्यो खालको पनि भयो। अनि अर्को कुरा जिम्मेवारी बोधको कुरा, जस्तो हामीसँग आमा हुनुहुन्छ, अब उहाँ चाहिँ त स्वयं पाकी होइन, अरूले छोको नखाने भने कि मैले पकाएको मेरो आमाले खानुहुन्न होइन। अब उहाँलाई पनि त मतलब स्याहार त गर्नु पऱ्यो नि, कसले गर्ने? अनि उहाँले चाहिँ त ल ठिकै छ मैले पनि आमालाई चाहिँ स्याहार गर्नुको लागि यो खालको सेटिस्फाई गर्छु भन्नुभयो। त्यसले गर्दाखेरि चाहिँ अलिकति त्यस्तो। जस तपाईँहरू निरन्तर चाहिँ जहिलेदेखि तपाईँहरू सँगै बाँधिनु भयो, सहयात्रामा हुनुभयो, दुवैजनाले एकअर्कालाई चाहिँ भरपुर साथ दिनुभयो। तपाईँले दुवैजनाले एकअर्कालाई रोकटोक भन्ने चाहिँ कहीँ पनि भएन। एकअर्काको रुचिमा हस्तक्षेप गरेनौँ एउटा त्यो। र अर्को कुरा हामीले कुनै पनि निर्णय सामूहिक निर्णय गऱ्यौँ। जस्तो भनौँ न अब मैले अघि नै पनि त्यो कुराहरू चाहिँ सायद ल्याएँ के अरे, हामीले दुःख सुख जेन तेन गरेर धनगढीमा चाहिँ बस्ने बाटो बनायौँ होइन। त्यो हामी दुइटैको निर्णय थियो होइन। अनि के गर्दा हुन्छ, कसरी दुई पैसा जोगाउन सकिन्छ, कसरी चाहिँ त कसलाई मतलब व्यवस्थापन गर्ने भन्ने कुरामा। अनि कतिपय कुराहरूमा चाहिँ त उहाँले नै निर्णय लिनुभयो होइन, यो गर्दा राम्रो हुन्छ। म पनि कन्भिन्स भयो। जस्तो एउटा जोड्नै पर्ने बाटो, म स्नातकमै पढाइ रोकाएर बसिरहेको थिएँ होइन, उहाँले इन्करेज गर्नुभयो होइन। अहिलेको जमाना मास्टर्स नगरेर पनि हुन्छ, मास्टर्स गर्नुपर्छ होइन, उहाँले इन्करेज गर्नुभयो। मैले मास्टर्स गरेँ होइन। त्यो कुराहरू छन् नि त, यो त तपाईँको सबैले चाहिँ पाउँदैन त्यस्ता कुराहरू। धेरै त्यो सबै मान्छेले गर्दा नि गर्दैन कि। त्यसपछि अब यी कुराहरू त भयो र त्यसपछि अहिले चाहिँ तपाईँहरू अहिले पनि दुवैजनाले चाहिँ धेरै कुरा निहालिराख्नु भएको छ। गैर सरकारी संस्थादेखि लिएर चाहिँ अब राष्ट्रको सेवा गर्दै धेरै कामहरू तपाईँले गर्नुभयो र सारा समाजलाई तपाईँहरूले निहाल्दै हुनुहुन्छ होइन। एउटा पढे लेखेको दक्ष व्यक्ति हुनुहुन्छ आफैमा।
समाजलाई चाहिँ तपाईँले कसरी हेरिराख्नु भएको छ? जस्तो विवाहलाई नै लिउँ, हाम्रो सहयात्राको कुरा गर्दाखेरि सहयात्रालाई नै लिउँ। अब लामो समयसम्म चाहिँ सम्बन्ध दिगो नहुने स्थितिहरू छ अहिले सबैभन्दा धेरै अदालतमा गयो भने चाहिँ सम्बन्ध विच्छेदकै मुद्दाको चाङ लागेको हुन्छ होइन। यी कुराहरूलाई तपाईँले कसरी निहाल्नु भएको छ? किन चाहिँ यस्तो अवस्था आयो अथवा चाहिँ कसरी पोजिटिभ नेगेटिभ कुन वेमा दिनुहुन्छ? पहिले उहाँले धारणा राख्नुहुन्छ, त्यस पछाडि मैले अब जीवन चल्ने भनेको विश्वासको आधारमा हो होइन। विश्वास छैन भनेपछि त अब जीवन अगाडि बढाउनै सकिँदैन। अनि अब मैले काम गर्ने सिलसिलामा पनि अब अनेक ठाउँ जानुपर्ने हुन्छ, कहिले रात बास पनि बस्नुपर्ने हुन्छ। अनि त्यस्तोमा उहाँले चाहिँ मलाई कहिले कुनै कुरामा हस्तक्षेप गर्नु हुँदैन, कहिले कुनै कुरामा नेगेटिभ सोच्नु हुँदैन। उहाँले जुन ठाउँमा पनि पोजिटिभली लिनुहुन्छ, जुन कुरालाई पनि त्यस्तो। अब त्यही भएर पनि हाम्रो जीवन एकदम रमाइलोसँग चलिरहेछ होइन। किनभने अब उहाँले मसँग विश्वासै गर्नु भएन, मैले गएको ठाउँमा तिमी कोसँग गएको थियौ, कहाँ बस्यौ, के खायौ होइन, त्यस्तो गऱ्यो भने पक्कै पनि जीवन अगाडि बढ्दैन। किनभने सानो कुरोबाट नै ठुलो कुरा आउँछ, ठुलो कुरा निम्तिन्छ। त्यही भएर उहाँको विश्वास मप्रति छ, मेरो विश्वास उहाँप्रति छ। त्यही भएर हामीहरूले जीवन अगाडि बढाउनको लागि हामीलाई कुनै अप्ठ्यारो भइराखेको छैन। अनि अहिलेको यो अब विभिन्न यो समाचारहरूमा उसमा हेर्दाखेरि अब हाम्रो गाउँठाउँमै हेर्दाखेरि पनि यस्तो कुरा एकदमै बिगबिगी रूपमा छ अहिले होइन। यस्तो मुद्दाहरू आइरहने, सबै यो एकअर्कामा विश्वास नभएर यस्तो कुरामा यो भइराखेको छ मान्छेहरूको। अहिले अब श्रीमान श्रीमतीको सम्बन्ध विच्छेद हुने यस्ता घटनाहरू समाजमा धेरै हामीले सुनिरहेका छौँ, देखि पनि रहेका छौँ। अनि त्यही भएर कता कता यसले गर्दाखेरि अब कहिलेकाहीँ हामीमा पनि यस्तो घटना घट्छ कि भन्ने जस्तो पनि महसुस हुन्छ होइन। तर एकअर्कामा विश्वास भएन भनेपछि यो सहयात्रा चाहिँ चल्दैन। अब यहाँको भने यसमा म चाहिँ एउटा कुरा राख्छु, जस्तो यहाँले अलिकति सामाजिक विश्लेषणको कुराहरू पनि गर्नुभयो होइन। स्वाभाविक रूपमा म समाजशास्त्रको विद्यार्थी पनि र कानुनको पनि विद्यार्थी र अदालत पनि प्रसङ्ग ल्याउनु भएको थियो। सबैभन्दा बढी मुद्दाहरू अहिले अदालतमा सम्बन्ध विच्छेदकै छ। यो अलिकति के भयो भन्दाखेरि हाम्रो जुन एउटा बेसिक जानकारीको मतलब लेभल हो त्यो चाहिँ त हामीसँग भएन। हेर्नुहोस्, हामीले अधिकारको मात्रै खोजी गऱ्यौँ, कर्तव्यको खोजी गरेनौँ। जस्तो स्वाभाविक रूपमा के हुन्छ भन्दाखेरि श्रीमान श्रीमतीको बिचमा कहिलेकाहीँ चाहिँ त खटपट हुनु, कहिलेकाहीँ चाहिँ प्रेम आकर्षण हुनु, त्यो एउटा स्वाभाविक बाटो हो। तर अलिकति चित्त नबुझ्दैमा छुट्टिएरै गएर बसिहाल्नुपर्छ भन्यो भने त्यसको दुष्परिणाम सबभन्दा पहिला त सन्तानले भोग्छ नि। तपाईँले आफ्नो अधिकारको कुरा गर्दाखेरि ल ठिक छ, मलाई चाहिँ त श्रीमान चित्त बुझेन, म अलग बस्छु भन्न पायो, अथवा श्रीमानले मलाई श्रीमती मन परेन, म अलग बस्छु भन्न। तर जति बेला उहाँहरू चाहिँ मतलब सुमधुर प्रेम सम्बन्धमा हुन्छ त्यसको परिणाम हो त सन्तान जन्मिने भने त। अब त्यो सन्तान त टुहुरो भयो नि। तर अहिलेका अधिकार कर्मीहरू त्यो भन्दाखेरि उहाँलाई कतिपयलाई दुःख पनि लाग्ला, कतिपय हाम्रो चाहिँ मतलब भनौँ समाजमा यस्तो खालको कुराहरू आइदियो कि अधिकारको रूपमा चाहिँ त अधिकारका कुरा उठाउने, तर ड्युटी के हो अथवा कर्तव्य के हो त्यो नबुझ्दाखेरि चाहिँ त तपाईँको नानी बाबुहरू टुहुरा हुने अवस्था आयो। र त्यो पनि समस्या कहाँनिर आउँछ भन्दाखेरि तपाईँको सम्बन्ध विच्छेद भएर अलिकति टाढा हुँदाखेरि नि त्यो महिलालाई समाजले त्यति राम्रोसँग रुचाइसकेको अवस्था हामी कहाँ अझै पनि छैन है। किनभने जुन महिला आफ्नै घरमा सुरक्षित छैन त्यो मान्छे बाहिर कसरी सुरक्षित हुन्छ त? त्यो एउटा प्रश्न भयो होइन। त्यो अलिकति हामीले नबुझिरहेको पाटो, अलिकति कर्तव्य नबुझिरहेको र एउटा समर्पण भने के हो भन्ने लेभलमा चाहिँ जानुपर्छ। जस्तो कतिपय कुरामा उहाँलाई र मलाई चित्त नबुझ्ला, तर त्यति बेला हामी छुट्टी दियौँ भने हाम्रा नानी बाबुहरूको भविष्य के हुन्छ अथवा वृद्ध बाआमाहरूको अवस्था के हुन्छ होइन, त्यो पाटोमा पनि हेर्नुपर्ने हो। त्यो अलिकति हामीलाई त्यो चेतनाको लेभल नपुग्या हो कि भन्ने अर्थमा चाहिँ म लिन्छु। अब अहिले त धेरै मान्छेहरूको भनाइ एउटा चाहिँ देखासिखी होइन, अर्काले कार चढ्यो भने कार चढ्नुपर्ने, स्कुटी चलायो भने स्कुटी चलाउनु पर्ने, अनि ठुलो छड्केतिर ल्यायो भने छड्केतिर ल्याउनु पर्ने। त्यो देखासेखीले गर्दाखेरि पनि घरमा एक प्रकारको तनाव उत्पन्न हुने, श्रीमान श्रीमतीमा झगडा हुने, सानो झगडा आज भयो भोलि भयो गर्दा गर्दै अब त्यसले चाहिँ उग्र रूप लिँदाखेरि अब त्यसमा सन्तान त अनाथ हुने नै भयो, परिवार लथालिङ्ग हुने भयो, दुईवटा परिवारको सम्बन्ध बिग्रिने भयो, भएन भने समाजलाई पनि असर गर्ने भयो कि त्यो कुराले। त्यस्तो अवस्थामा चाहिँ अब हामीले के चाहिँ गर्नुपर्छ होला जसले चाहिँ सम्बन्ध दिगो हुन्छ र लङ लास्टिङ हुन्छ? दुईवटा पाटो छ यसमा। अब भनौँ न त्यो खालको भनौँ न त्यो शैक्षिक के अरे पृष्ठभूमिबाट आएको मान्छे छैन भने त अलिक समस्या पनि आउला। तर शैक्षिक पृष्ठभूमिबाट आएको श्रीमान श्रीमती जब दम्पति भइसक्छन् उहाँहरूले एउटा स्वीकार्नुपर्ने पक्ष के हो भन्दाखेरि म स्वतन्त्र व्यक्ति हो, मेरो अस्तित्व छ भन्ने चाहिँ त महिलाले पनि सोच्नुपर्छ र पुरुषले पनि के भन्दाखेरि मेरो पनि स्वतन्त्र अस्तित्व छ होइन।
तपाईँको मतलब महिला भन्ने बित्तिकै चाहिँ त त्यो सम्पत्तिको रूपमा लिँदिन भएन नि, उहाँको त स्वतन्त्र अस्तित्व छ नि त, होइन र? अनि दुइटैको जब स्वतन्त्र अस्तित्व भइसक्यो भने मैले बाँच्नको लागि आफ्नो लागि सङ्घर्ष गर्नुपर्छ भन्ने महिलाले पनि बुझ्ने हो र पुरुषले पनि बुझ्ने हो भने क्यासल आउँदैन। किन जस्तो अहिले हामीले काम गरिरहेछौँ, उहाँले कमाएको पैसा र मैले कमाएको पैसा त सामूहिक रूपमा लगानी भइरहेछ नि त। जस्तो मभन्दा बढी उहाँले कमाउनु भयो भने आज म मतलब बियर खाएर आउँछु अथवा क्यासिनो जान्छु भनिदियो भने त तपाईँको क्यासल आउँछ नि त। तर स्वाभाविक रूपमा हो, खल्तीमा भएको मान्छेले गर्न सक्छ, उसलाई त्यो अधिकार पनि हुन्छ, तर त्यसको परिणाम के हुन्छ त्यहाँसम्म पुग्नु पर्यो नि त। गर्यो भने पनि कतिसम्म गर्ने होइन। अनि सबैभन्दा पहिलो कुरा के हो भने एकले अर्काको अस्तित्व स्वीकार्ने हो कि हामी भनेको चाहिँ त अलग अलग चाहिँ त होइन, स्वतन्त्र चाहिँ त स्वतन्त्र हो, तर एकले अर्काको अस्तित्व स्वीकार्नुपर्छ र एकले अर्काको भावनाको यदि सम्मान नगर्ने हो भने तपाईँको यो खालको विकृति आइरहन्छ। र अहिले त हामी कहाँ त झन् कस्तो भन्दाखेरि देखासिकी पनि केही चाहिँ त मतलब अलिकति बाहिरी संसारको प्रभाव पनि हो। जस्तो पश्चिमा मुलुकतिर अब श्रीमान श्रीमतीको चित्त बुझेन डिभोर्स गर्नुहुन्छ, तर त्यो समाजको वस्तुस्थिति र हाम्रो समाजको कति भिन्न छ त्यो हेर्नु पऱ्यो नि। त्यहाँको मतलब मान्छेहरू अनपढ त छैन नि, स्कुलले नदेखेको, कलेजै नदेखेको, कुनै रोजगारी नगर्ने त छैन नि, होइन कुनै कुरा मिल्दैन। अनि हाम्रो संस्कार कुनै कुरै मिल्दैन। अनि स्वाभाविक रूपमा के हुन्छ भन्दाखेरि अब श्रीमानसँग बसिरहेको छ, चित्त बुझेन, आज डिभोर्स गर्न जान्छु भन्छ, ल ठिक छ अदालतमा गएर मुद्दा दायर पनि गर्यो अरे, तर भरे बेलुका गएर त्यो महिला कहाँ बस्ने त? बस्नु त्यही श्रीमानसँग छ, आजै उसका विरुद्ध मुद्दा हालेर गयो भने उसले त कुटेर पठाउँछ त। त्यस्ता घटना भइरहेका छन्। त्यही भएर यसबाट अलिकति सचेत हुनको लागि आफ्नो अस्तित्व स्वीकार्ने कुरा एउटा र अर्को कुरा चाहिँ त सचेत हुनु चाहिँ जरुरी छ, नत्र चाहिँ समस्या आउँछ। र दोस्रो कुरा के हो भन्दाखेरि सामूहिक जिम्मेवारी यदि श्रीमान श्रीमती नलिने हो भने अर्को विकृति एउटा आउँछ। हाम्रो नानी बाबुहरू, हाम्रो सन्ततिहरू चाहिँ तपाईँको कुलतमा लाग्ने, ड्रग एडिक्ट हुने, त्यो खालको होइन पारिवारिक उनीहरू पनि अब त्यही कुसंस्कारबाट गुज्रिने भयो। त्यसपछि भोलि उनीहरूले दायाँ बायाँ सोच्नै सक्दैन कि, उनीहरूले पनि अब जे मन लाग्यो त्यही गर्ने भयो नि त। त्यसले गर्दाखेरि अब समाज नै अब त्यस्तै हुने अवस्था हुनुभयो। भनेपछि अब विवाह चाहिँ के रहेछ त? यहाँले विवाहलाई चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ? उहाँको धारणा लिन्छु कि मैले लिनुहुन्छ? तपाईँले नै भन्नु। एउटा कुरा छ, विवाह भनेको चाहिँ संस्था हो होइन। विवाह भने चाहिँ त कुनै एउटा सर्टेन रिचुअल चाहिँ त होइन। र अर्को कुरा विवाहको पवित्रता अनि त्यसको मतलब वैज्ञानिक पक्षहरू त्यो सबै कुराहरू छन् होइन। यद्यपि त्यो सबै विश्लेषण गर्न अहिले मलाई समयले पनि साथ नदेला। विवाह भने एउटा संस्था हो होइन। अब हिजोको दिनमा समाजलाई डोर्याउनको लागि विवाह संस्थाको आवश्यकता महसुस गरियो। त्यसरी चाहिँ त अब विभिन्न समुदायका फरक फरक चालचलन होला तर यो संस्था नै हो होइन। र अब बदलिदो परिवेशमा हामीले पनि अलिकति यसमा सुधार गरेर जानुपर्छ। जस्तो हिजोको दिनमा टुडे बिहे हुने, अहिले वनडेका कुराहरू आए होइन। अनि केही सहज रूपमा कानुनी रूपमा कोर्ट म्यारिज हुने कुराहरू आए, त्यस्ता खालका कुराहरू आए। र विवाह चाहिँ त जीवनको अभिन्न अङ्ग हो भन्छु म। किन भन्दाखेरि स्वाभाविक रूपमा प्रकृति प्रदत्त गुणहरूको यदि तपाईँले उपभोग गर्नु भएन भने त्यसले चाहिँ विकृति र विसङ्गतिहरू निम्त्याउँछ। जस्तो सामान्य एउटा घटना भनौँ, महाभारतमा एउटा उमेर पुगेको मतलब मान्छे भीष्म पितामहले म बिहे नै गर्दैन आजीवन कुँवारा बस्छु भन्नुको दुष्परिणाम महाभारतको घटना भएको थियो। त्यो मान्छेले स्वाभाविक रूपमा राजा भइदिएको भए, बिहे गर्दा श्रीमती ल्याएको भए, सन्तान जन्माएको भए असम्भव त महाभारत हुँदैन थियो होला होइन। त्यो हुन त मतलब मान्छेले अहिले आफ्नो राइटको कुराहरू गर्लान् होइन, स्वेच्छाको कुरा हो, अधिकारको कुरा हो, बिहे गर्दैन। तर प्रकृति प्रदत्त कुराहरूलाई चाहिँ त एभोइड गर्न चाहिँ त हामी सक्दैनौँ। त्यसले चाहिँ त दुष्परिणाम ल्याउँछ, ढिलो चाँडो जहाँसुकै होस् होइन। र अब स्वाभाविक रूपमा अलिकति हामी यो चेतनाको युगमा आयौँ, विज्ञान प्रविधिको कुराहरू भयो। अब त्यो ठ्याक्कै पहिलेकै जस्तो चाहिँ त त्यो कहीँ साथ फेरै लगाउनुपर्छ, त्यही त्यो घुम्टी नै हाल्नुपर्छ, दुलही कराउनै पर्छ भन्ने भएन, परिवेश परिवर्तित भयो होइन। तर यो आवश्यक चाहिँ त हो भन्छु म। भन्न त हामीले भन्छौँ घुम्टी लाउनु पर्दैन, रुन पर्दैन, तर एक्सपेक्ट चाहिँ गर्छौँ कि यो दुलाई त रोइने हाँस्दै गयो, के हो यो? हामी आफै कुरा काट्छौँ कि फेरि यस्तो हुन्छ। तपाईँको सयौँ हजारौँ वर्षदेखिको जुन हाम्रो अभ्यास छ नि त्यसलाई चटक्कै छोड्न त हामीलाई पनि गाह्रो हुन्छ होइन। जस्तो भयो न पश्चिमा सभ्यतासँग हामी अलिकति मतलब परिचित हुने हो भने जुन सहज रूपमा उहाँहरूले चाहिँ त मतलब तपाईँको दैनिक जीवनयापन गर्नुहुन्छ त्यो हामीलाई असहज लाग्छ नि। नक्कल गर्न त खोज्छौँ तर आँट त गर्दैनौँ नि त नि हामी होइन। त्यसले गर्दाखेरि पनि समस्या हो। तर म चाहिँ के भन्छु भन्दाखेरि विवाह भयो र विवाहलाई यदि बुझ्ने श्रीमान श्रीमती छन् भने जसको सुकै संसार राम्रो हुन्छ, चाहे त्यो राम्रो सीताको जोडी होस् होइन या कसै अरूको होस् होइन। एक्लो बस्नेको चाहिँ त समस्या हुन्छ। यहाँले चाहिँ विवाहलाई चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ अथवा चाहिँ कसरी तपाईँले विवाहलाई चाहिँ परिभाषित गर्नुहुन्छ? विवाहलाई अब भन्ने हो भने मान्छेको खास जीवन सुरु हुने भनेको विवाहपछि नै हो। विवाहभन्दा अगाडि त अब माइती घरमा भइन्छ होइन। आमा बुवाले पनि हरेक कुरामा त्यो राख्नु हुँदैन। विवाह भइसकेपछि जिम्मेवारी बोध हुन्छ, सबै कुरा परिवार श्रीमान इष्टमित्र सबैसँगको सम्बन्ध राख्नुपर्ने हुन्छ। अनि अब आमा बन्नुपर्ने हुन्छ, त्यसपछि आमाको जिम्मेवारी वहन गर्नु पर्यो, एउटा घर सम्हाल्नु पर्यो। त्यही भएर विवाहपछि नै महिलाको नयाँ जीवन सुरु हुन्छ भन्ने जस्तो लाग्छ। पुनर्जीवन भन्नुहुन्छ।
अब कोही एउटा चाहिँ युवक छ, कुनै एउटा चाहिँ युवती छ, अथवा चाहिँ आज विवाह गरेको कुनै चाहिँ बुहारी छ, छोरा छ, अथवा ज्वाइँ छ, अथवा छोरी छ, होइन, उहाँहरूलाई तपाईँको मेसेज चाहिँ के रहन्छ? अब सुखी वैवाहिक जीवनलाई चाहिँ सुखी र खुसी बनाउनलाई, लङ लास्टिङ बनाउनलाई चाहिँ के गर्नुपर्छ? मेरो चाहिँ त प्रष्ट धारणा के छ भन्दाखेरि सबैभन्दा पहिले त दुइटै चाहिँ त मतलब उमेरको परिपक्व हुनु पऱ्यो होइन। अब त्यो उमेरले परिपक्व हुनु पऱ्यो र न्यूनतम योग्यता भन्नु त्यो शैक्षिक योग्यता पनि होला, अन्य कुराहरू पनि होला त्यो। र अनि त्यो भनौँ न केटा मान्छेले चाहिँ त के सोच्नुपर्छ भन्दाखेरि मेरो जीवन सहयात्री जो चाहिँ हुन्छ ऊ चाहिँ त मतलब कुन खालको कन्फिडेन्स लेभलको छ होइन, उसले आफैलाई कसरी चिनाउन सक्छ, मैले उसलाई चाहिँ सहयोग गर्न सक्छु कि सक्दैन भन्ने पाटो चाहिँ उहाँले हेर्नुपर्छ। र त्यो जो दुलही चाहिँ मतलब बन्ने भनौँ अथवा केटी पक्षले के सोच्नुपर्छ भने म श्रीमानको भरमा बाँचेर खाने मान्छे होइन, मैले आफ्नो अस्तित्व खोज्नुपर्छ होइन। स्वाभाविक रूपमा हामी एउटा छानामुनि बसे पनि, एउटै चुलोमा खाए पनि मैले पनि आफ्नो अस्तित्व खोज्नुपर्छ र राम्रो गर्नको लागि सामूहिक निर्णयबाट गयो र मेरो भावनाको सम्मान गर्ने मान्छे छैन भने जतिसुकै आर्थिक रूपले सम्पन्न भए पनि, रूपले सम्पन्न भए पनि होइन, त्यसले चाहिँ मेरो जीवन अलिकति सहज हुँदैन भन्ने लेभलमा यदि नबुझ्ने हो भने गाह्रो हुन्छ। र हाम्रो नेपालको सन्दर्भमा मैले चाहिँ देखेको यो मैले भन्नै पर्ने कुरा भन्छु, त्यस्तो खालको मैले फरम पाएको थिएन, आज अवसर दिनुको खुसी लाग्यो। र नेपालको सन्दर्भमा चाहिँ कुरा गर्दाखेरि जहिलेसम्म नेपाली महिलाहरूले आफूभन्दा योग्य पति खोज्छन् नि त्यहाँसम्म चाहिँ यो समस्या समाधान हुँदैन। म योग्य छु भन्ने फिलिङ जबसम्म उहाँहरूलाई हुँदैन त्यहाँ त्यो चाहिँ समस्या जहिले पनि सिर्जना गर्छ। र अहिलेसम्मको हामी कहाँको अभ्यास के हो भन्दाखेरि बाआमाले पनि त्यही खोज्ने, ज्वाइँ भनेको मेरो छोरीभन्दा योग्य हुनुपर्छ भन्ने बाआमाको सोच। अनि जो दुलही हो उसले पनि के सोच्छ भन्दाखेरि मभन्दा नि कुनै पनि लेभलमा मेरो श्रीमान योग्य हुनुपर्छ भन्ने जुन चाहिँ एउटा मनोविज्ञान छ त्यसले गर्दाखेरि तपाईँको समस्या आएको। मभन्दा स्मार्ट हुनु पर्यो, मभन्दा चाहिँ धेरै स्यालेरी हुनु पर्यो, अथवा मभन्दा चाहिँ बेटर नै हुनु पर्यो, 50% बेटर हुनु पर्यो, त्यो खालको सोचले गर्दाखेरि चाहिँ तपाईँको समस्या सिर्जना भएको छ। यहाँहरूको सुझाव चाहिँ के रहन्छ? उहाँले भने जस्तै अब अहिलेको जमानामा एकजनाले मात्र काम गरेर पुग्दैन होइन, त्यही भएर अब अहिलेको जमानामा नपढेको पनि कोही पनि हुँदैन उसरी खास भनौँ भनेपछि। अनि अब दुवैजना काम गर्ने भएपछि, दुवैजनाले एकले अर्कालाई बुझ्ने भएपछि चाहिँ सहयात्रा राम्रैसँग चल्छ। कार्यक्रममा आइदिनु भयो, दुवैजनालाई धेरै धेरै धन्यवाद छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद, हामीलाई यसरी चाहिँ स्टुडियोमा निम्ति आएर चाहिँ आफ्ना कुराहरू राख्ने अवसर दिनुभयो। यसमा सामाजिक कुरादेखि लिएर हाम्रा निजी जीवनका कुराहरू पनि हामीले सार्वजनिक गर्न पायौँ, यसको लागि एसटीएस टेलिभिजन खास गरी तपाईँप्रति विशेष आभारी छु। हस्, धन्यवाद। हजुर, हामीले कुरा गऱ्यौँ ओम जोशी र उहाँको श्रीमती उर्मिला पन्तजीसँग, र उहाँले एकदमै हामीलाई चाहिँ इम्पोर्टेन्ट मेसेज दिनुभएको छ, सम्बन्धलाई कसरी सुमधुर बनाउन सकिन्छ भनेर एक प्रकारको प्रेरणादायी उहाँहरूले आफ्नो भोइसेसहरू दिनुभएको छ। र यो हेरिसकेपछि तपाईँहरूले आशा छ धेरै कुरा सिक्ने र बुझ्ने अवसर पाउनु भएको होला, र यस्तै प्रेरणादायी जोडलाई लिएर आगामी एपिसोडमा फेरि पनि भेट हुनेछ। त्यतिन्जेलका लागि अहिलेलाई म पनि बिदा चाहन्छु। नमस्ते।